आज आज चाहिँ शासन सञ्चालनको व्यथिति र भद्रगोल जे सिर्जना भएको छ नि, यो नगरपालिका चलाउन नसक्ने मान्छेलाई प्रधानमन्त्री बनाउँदाको अनुभवहीनताको जोकर तरिकाको कारणले यो सिर्जना भएको छ। ये बाबा युवा जोस हो, जाँगर हो, नयाँ भिजन छ, नयाँ प्लान छ भनेर आइसकेपछि जनताले एकपटक बताइदियो। तपाईहरुका भिजन त देखिएका हुन्। केरुङबाट काठमाडौँ आउने रेलको टिकट फलानो गते फलानो स्टेसनमा बसेर रेल चढ्न तयार हुनु होला भनेर त्यो सपना तपाईहरुले देखाएर चुर्लुमै पार्नुभयो। घर घरमा ग्यासका पाइप, पानी जहाज नेपालका समुद्रमा गुटुटुटु चल्ने। आज पनि भन्छु, राम नेपालमै जन्मेका हुन् भनेको छ, फण्डा मचाएको छ, महादेव केका चामलिङ नेपालकै हुन् भनेको छ, जनतालाई आज दिक्क वक्क पारेको छ, गनेको छैन, हेपेको छैन, तेरेको छैन। अनि नमस्कार हजुर भन्दा यता फर्केको छ, मुख बुङ्ग पारेर अगरी अनि कसलाई दिने त भोट? अगरी पन्थ रोजिएको, त्यसका कारणले चेन्ज गरिदिन्छ जनताले। जनताले अगरी पन्थ रोजेर दुःख पाएका छन्। अहिले नै दुःख पाए भन्न त मिलेन। होइन, जनताले दुःख पाइसके।